छ अरे हौ Hello guys, welcome back to our Max Buy vlog. यहाँ बसिरहेछ Max Buy हैन तपाईहरुलाई म अझै मान्छेहरु देखाउँछु यहाँ छ अनमोल शानदार पाउ अनि त्यहाँबाट आज तपाईहरुलाई म के भन्न चाहन्छु भने चाहिँ यहाँनिर चाहिँ आज पुरा गजिनीले कुटेर सुन्छन् भएर बसेको छ हो बोलेको छैन आज बेसी आज गाइस दिन चाहिँ हेर्नुस् देखाइदिहाला आजको दिन कस्तो भयो आजको दिन हेर्नु सक्नुहुन्छ तपाईहरुले यो चाहिँ हो तपाईको गेजिङ बजार हामी चाहिँ यहाँनिर हल्का रमाइलो हैन गर्नु आएको थिए पार्कमा हैन भाइले चाहिँ यहाँ पुरा दिदैछ एक्सरसाइज हो भराइको लागि हामी चाहिँ यहाँ फोटो खिचेर अब बसिसकेको हो मलाई त फोटो खिच्न आएन भाइले चाहिँ दामी दामी फोटो निकाल्दै छ हैन अब सिलगढीतिर उता त पुरा गरम होला यहाँ तर यहाँनिर चाहिँ गरमै छैन हो यति पनि गरम छैन वेदर राम्रो छ मजा आइरहेछ जाडो जाडो यहाँ त दुईटा कम्बल ओढेर सुत्नुपर्छ यो चाहिँ गाइस भाइले भन्दैछ हैन यो चाहिँ के गर्ने हो भन्ने यहाँ बसिकिन हैन हलिँदैन अरे यहाँ हो यहाँ चाहिँ अब खै के गर्ने सबै त भाँचिसकेको रहेछ हो अन्त यहाँ चाहिँ अब साइकल कुदाउने होला भाइ कहाँ पुग्यो भने भन्नु है आउँछ गरम लागेपछि खै गरम त लागेको छैन यहाँ जाडै छ ऊ मान्छेले सिरक बनाउँदैछ यहाँ चाहिँ यस्तो छ हो मौसम चाहिँ यतिको छ क्लियर पुरा क्लियर देखेको छैन डाँडा काँडा हो नभए त घामहरू मजाले लागेको भए चाहिँ डाँडा काँडा पनि मजाको क्लियर देखियो होइन तर यहाँनिर चाहिँ खै छैन पुरा हावा चल्दैछ हो जाडो चाहिँ हुँदैछ कहाँ पुग्यो भाइ दोकान पुग्यो हाम्रो सिलगढी पुग्नु आँट्यो अरे ओह्रालो छ सिरोकहरू बनाउँदैछ यहाँ त हो अझै जाडो नै छ उता चाहिँ बजार स्ट्यान्डहरू हो यहाँ चाहिँ यो चाहिँ ट्याक्सी स्ट्यान्ड यहाँ चाहिँ बस स्ट्यान्ड यहाँ छेउमै बसको उति चाहिँ पुलिस चौकी ऊ त्यो चाहिँ हाम्रो मालिकको घर यहाँ हामी हल्का रमाइलो अब मतलब हावा खानु होइन घाम ताप्नु भनेर आएको हावाई चलेको छ यहाँ जाउँ होइन भाइ यस्तो घुमेर जाउँ होइन यस्तो बजार भएर यो बाटो चाहिँ आएको हो यो बाटो चाहिँ जाने ओह डाँडाकाँडा यता चाहिँ पेलिङहरू गाइस स्काई वकहरू यता हो होइन भाइ कता अरे स्काई वक चाहिँ यता हो गाइस होइन अब यो बाटो जान्छ अब यही बाटो भनेर चाहिँ यही भनेर देखाइदिएको हो तर स्काई वक चाहिँ तर ऊ यतापट्टि छ हो यही बाटो जान्छ स्काई वक अस्ति हामी गएको थियौँ जाडो महिनामा जनवरीमा हो त्यति खास लागेन अब फेरि जानेवाला छु म चाहिँ हेलो गाइस आज चाहिँ यहाँ एक रोल हुँदैछ हो मलाई चाहिँ लाग्दैछ हुन्छ होला यो चाहिँ कस्टमरको लागि हाम्रो लागि होइन
चाहिँ ठाडै कपाल राखिरहेछ हो ठाडै पिक्पाङ बुङको कोन्डो जस्तो कपाल चाहिँ कोन्डो जस्तो छ अरे भाइको दामी छ कान्छीको कपाल चाहिँ सुपर आफ्नै अरे के अरे भाइ तैँले यसले के भन्दैछ यहाँ आफ्नै रोटी आफै भाइले फेरि भुक्के रोटी अरे भुक्के रोटी ध्याब्रे अरे ध्याब्रे रोटी मिठो हुन्छ अरे तिमीले खाएको क्या हौ यो चाहिँ कान्छी हो कि मेरो कान्छी कोठी पनि क्याद्दै टक्कै यहाँ गालामा हो कपाल पनि आम्माम टिस्टाको थियो हाम्रो सुन्दरी जस्तो